साथीहरू, म तपाईँलाई भन्न चाहन्छु यो सन्देशको बारेमा जुन यिर्मिया 40:5 छ। तापनि यिर्मिया जान लाग्दा नबुजरदानले फर्केर भने, सापानका नाति अहिकामका छोरा गदल्याहका जाओ, जसलाई बेबिलोनका राजाले यहुदाका नगरमाथि राज्यपाल नियुक्ति गर्नुभयो, त्यहाँ तिमीसँगै अरू मानिसहरूसित बस, अथवा तिमीलाई जता जान लाग्छ त्यतै जाऊ। तब सेनापतिले तिनलाई खाने भत्ता र उपहार दिए र तिनलाई छोडिदिए। सबै कुरा तपाईँको पक्षमा गरिनेछ जब तपाईँ परमेश्वरको सेवा गर्नुहुन्छ। आफ्नो आशा नगुमाउनुहोस्, किनभने प्रभु तपाईँसँग हुनुहुन्छ। प्रभुले तपाईँलाई सुरक्षित राख्नुहुनेछ। आउनुहोस् प्रार्थना गरौँ। पिता, हामी प्रार्थना गर्छौँ, हामी तपाईँको नाउँलाई पुकार्दछौँ र यो व्यक्तिलाई नछुनको लागि म दुष्टलाई आज्ञा गर्दछु। म भन्दछु, दुष्टको फौज यो व्यक्तिको जीवनबाट गइहाल येशूको नाउँमा। र तपाईँ भन्नुहोस् आमेन। प्रभुले तपाईँलाई आशिष दिउन्।